नमस्कार। बालकृष्ण समद्वारा रचित इच्छा कविता। इच्छा यो छ महेश अन्तिम जसै यो मृत्युशैया जले मेरो रक्त सुकाउला म गरौँला अन्योल भई छटपटी। त्यो बेला मुखमा बुटीहरू परुन् नेपालकै केवल जेमा हिमशैलको छ मधुरो मिठो चिसो चुम्बन। यो नेपाल स्वतन्त्र भई फुलिरहोस् राजा प्रजामा सधैँ झाँगी फैलिरहोस् बढेर लहरा यही शान्ति ऐश्वर्यको। यो सन्देश म ब्रह्मनाल तकिया पारी पठाऊँ वहाँ साक्षी शङ्कर छन् श्मशान पछिका आशा रहेका जहाँ। बज्ला मन्दिरमा तथास्तु जब त्यो घण्टा दिँदै उत्तर हाँस्दै शान्त भई उही समयमा नेपाल हेरी मरौँ। मेरो लास पवित्र चन्दन घसोस् कात्रो मलाई बुनोस् नेपाली सुकुमार हातहरूले खस्रा बुनेका लुगा। नेपाली बनका कपुर तुलसी श्रीखण्डका साथमा प्यारो सुन्दर आर्य घाट तटको सादा चितामा जलौँ। पाऊँ बस्न मरेर आखिर गई स्वर्गीय त्यही ठाउँमा नेपालीहरू छन् मरिकन सबै जन्मिरहेका जहाँ। नेपालीहरू छन् मरिकन सबै जन्मिरहेका जहाँ।